नेपालको औद्योगिक इतिहासमा विराटनगर जुट मिल एउटा यस्तो नाम हो जसले देशको आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणमा गहिरो प्रभाव पारेको थियो। विक्रम सम्वत 1993 सालमा स्थापना भएको यो मिल केवल एउटा उद्योग मात्र थिएन, बरु आधुनिक नेपालको औद्योगिकरणको प्रारम्भिक आधारस्तम्भका रूपमा स्थापित भएको थियो। त्यतिबेला नेपाल कृषिमा निर्भर देशको रूपमा परिचित थियो, जहाँ आधुनिक उद्योगको अवधारणा पनि नयाँ थियो। यस्तो अवस्थामा स्थापना भएको जुट मिलले देशलाई औद्योगिक युगतर्फ लैजाने पहिलो ठोस कदमको रूपमा काम गरेको थियो। स्थापना कालदेखि नै यस मिलले नेपालमा रोजगारी सिर्जना, उत्पादन वृद्धि र औद्योगिक संस्कृतिको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। हजारौं नेपालीहरूका लागि यो मिल जीवनयापनको मुख्य आधार बनेको थियो। एक समय यस्तो पनि थियो जब यस मिलमा करिब 8,000 मजदुरहरू कार्यरत थिए, जसले यसले केवल रोजगारी मात्र होइन, श्रम, संस्कार, औद्योगिक अनुशासन, उत्पादनशीलता, नयाँ सोच र पनि समाजमा स्थापित गराएको थियो। यसरी हेर्दा विराटनगर जुट मिल केवल एउटा उत्पादन केन्द्र मात्र नभई सामाजिक परिवर्तनको भाग बनेको थियो। आर्थिक दृष्टिकोणबाट हेर्दा यस मिलको योगदान अझ महत्त्वपूर्ण थियो। मोरङ सुनसरी औद्योगिक करिडोरको विकासमा यसको भूमिका आधारभूत थियो। यसले उद्योग स्थापना सम्भव छ भन्ने विश्वास जगायो, जसले अन्य उद्योगहरू स्थापना गर्न प्रेरणा प्रदान गर्यो। नेपालमा औद्योगिक पूर्वाधारको निर्माणको सुरुवात यही मिलबाट भएको मानिन्छ, त्यसैले यसलाई नेपालको पहिलो आधुनिक उद्योग भनी उपाधि दिएको थियो। तर विराटनगर जुट मिलको महत्त्व केवल आर्थिक क्षेत्रमा मात्र सीमित रहेन, यसले नेपालको राजनीतिक इतिहासमा पनि उल्लेखनीय भूमिका खेलेको छ। श्रमिक आन्दोलनको केन्द्रको रूपमा यो मिलले धेरै राजनीतिक चेतना पैदा गरेको थियो। यहीँबाट गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी जस्ता शीर्ष नेताहरू उदाएका थिए। मजदुर अधिकारका लागि भएका आन्दोलनहरूले देशमा प्रजातान्त्रिक चेतना फैलाउन मद्दत गरेको थियो। यसरी यो मिल उद्योग मात्र नभई राजनीतिक नेतृत्वको जन्मस्थल पनि बनेको थियो। तर समयसँगै यस ऐतिहासिक धरोहरको अवस्था परिवर्तन हुँदै गयो। आजको दिनसम्म आइपुग्दा यो मिल खण्डहरमा परिणत भएको छ। एक समय हजारौं मजदुरहरूको चहल पहलले भरिएको परिसरमा अहिले सुनसान छ। भवनहरू जीर्ण अवस्थामा छन्, छतहरू भत्किएका छन् र भित्ताहरू चर्किएका छन्। भित्र रहेका अर्बौं मूल्यका मेसिनहरू खिया लागेर नष्टप्राय अवस्थामा पुगेका छन्। कतिपय उपकरणहरू हराइसकेका छन्, जसले यसको व्यवस्थापनमा भएको कमजोरीलाई प्रष्ट पार्छ। मजदुरहरूको अवस्था अझ दुःखद छ। विगत करिब 1 दशकदेखि 46 जना मजदुर तथा कर्मचारीहरूले आफ्नो तलब पाएका छैनन्। उनीहरूको करिब 3 करोड 2 लाख रुपियाँ बक्यौता रहेको बताइन्छ। एक समय उद्योगको मेरुदण्ड मानिने मजदुरहरू अहिले आर्थिक सङ्कट र असुरक्षाको मारमा परेका छन्। उनीहरूको यो पीडाले नेपालको औद्योगिक नीतिमा रहेको कमजोरीलाई उजागर गरेको छ। वर्तमान अवस्थामा मिलमा केवल 9 जना मात्र कर्मचारी बाँकी रहेका छन्, जसमा 5 जना सुरक्षा गार्ड रहेका छन्। यसले उद्योगको व्यवस्था अथवा अवस्था दयनीय छ भन्ने स्पष्ट सङ्केत दिन्छ। जहाँ हजारौं मानिसले काम गर्थे, त्यहाँ अहिले सुरक्षाका लागि मात्र केही कर्मचारीहरू राखिएको अवस्था छ। यस मिलको पतनका कारणहरू बहुआयामिक छन्। सबैभन्दा प्रमुख कारण राजनीतिक हस्तक्षेप मानिन्छ। विभिन्न समयमा भएका नियुक्तिहरू, नेतृत्व परिवर्तन र नीतिगत अस्थिरताले मिलको व्यवस्थापनलाई कमजोर बनाएको थियो। दीर्घकालीन योजना र व्यावसायिक दृष्टिकोणको अभावले उद्योगलाई प्रतिस्पर्धात्मक बनाउने प्रयास असफल भए। व्यवस्थापनको असफलता पनि अर्को महत्त्वपूर्ण कारण हो। सरकारले विभिन्न समयमा निजी क्षेत्रलाई मिल सञ्चालनको जिम्मा दिएको थियो, जसमा घोषा अर्गनाइजेसन र बिनसाम इन्टरनेसनल जस्ता संस्थाहरू सहभागी भएका थिए। तर सरकारद्वारा आवश्यक पूर्वाधार, विशेष गरी विद्युत आपूर्ति सुनिश्चित गर्न नसक्दा यी प्रयासहरू सफल हुन सकेनन्। यसले निजी क्षेत्रको विश्वासमा पनि कमजोर बनायो। त्यसका अतिरिक्त नेतृत्वमा स्पष्ट दृष्टिकोण र इच्छाशक्तिको अभावले पनि उद्योगलाई पुनर्जीवित गर्न सकिएन। नीति निर्माण तहमा उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने ठोस योजना नबनाइँदा यो ऐतिहासिक धरोहर क्रमशः समाप्त हुने अवस्थामा पुगेको हो। यद्यपि यी सबै कुरा समाप्त भइसकेको छैन। मिलको पुनरुत्थान सम्भव रहेको दावी अझै पनि गरिँदै आएको छ। मिलका सुपरभाइजरहरूका अनुसार मिलको भित्री संरचना अझै पनि बलियो छ र आवश्यक मर्मत तथा लगानी गरिएमा पुनः सञ्चालन गर्न सकिन्छ। यसले पुनरुत्थानमा सम्भावनालाई जीवित राखेको छ। कच्चा पदार्थको उपलब्धता पनि एउटा सकारात्मक पक्ष हो। बङ्गलादेशबाट कच्चा जुट आयात गरेर आधुनिक उत्पादन गर्न सकिने सम्भावना रहेको बताइन्छ।
विश्व बजारमा जुटजन्य वस्तुहरूको माग अझै कायम रहेकाले निर्यात मार्फत आर्थिक लाभ लिन सकिने देखिन्छ। यदि उचित योजना र लगानी गरियो भने यो मिल पुनः देशको अर्थतन्त्रमा योगदान दिन सक्षम हुन्छ। समग्रमा विराटनगर जुट मिलको कथा नेपालको औद्योगिक विकासको एउटा महत्त्वपूर्ण अध्याय हो। यसले देशलाई औद्योगिक युगमा प्रवेश गराएको थियो, हजारौं रोजगारी दिएको थियो र राजनीतिक चेतनाको विकासमा योगदान पुर्याएको थियो। तर व्यवस्थापन कमजोरी, राजनीतिक हस्तक्षेप र नीतिगत अस्थिरताले यसलाई पतनतर्फ धकेल्यो। आज यो मिल एउटा ऐतिहासिक स्मारक जस्तो बनेको छ, जसले विगतको गौरव र वर्तमानको चुनौतीलाई एकसाथ झल्काउँछ। यसको पुनरुत्थान केवल एउटा उद्योग पुनः सञ्चालन गर्ने विषय मात्र होइन, नेपालको औद्योगिक आत्मविश्वास पुनस्थापित गर्ने अवसर पनि हो। यदि यसलाई पुनर्जीवित गर्न सकियो भने यो केवल आर्थिक रूपमा मात्र होइन, राष्ट्रिय गौरवको रूपमा पनि पुनर्स्थापित हुनेछ।